बाटो हेरौँ त अगाडि यसो गएर बा सुलुलुलु भयो सुलुलुलु यस्तो घुमिरहेको त यहाँ टायर त ओए त्यस्तो घुम्छन् ओए है साथीहरू अस्ति चाहिँ म यहाँसम्म आएको थिएँ ठ्याक्कै यहाँ होइन यहाँ आएर दुई भाइले यहाँसम्मको ट्याक्क एक्सप्लोर गरेर गएको थियो। अब आज चाहिँ पुरै म्यासिभ खतरा म्यासिभको पनि म्यासिभको बाउ एक्सट्रिम अफरोड हुनेवाला छ त्यो पनि रोयल इनफिल्ड हन्टरमा। यहाँ बाटो हेर्न सकिन्छ यस्तो छ कि यो ठाडो यो जङ्गल हो होइन अनि यो ढुङ्गा अनि हिलो माटो अनि प्लस डेग्रेटा के छ हान्दिम के सिधै हान्दिम के अब बाटो है बाटो कि खेतो हो यो जा त अगाडि उता जा भगवान बाटो है यो चाहिँ बाटो कि खेतो भाइ हो गइरहेछ बाटो हेरौँ त अगाडि यसो गएर बा यो सक्छ त कसैले यो यता लाउँ होइन यसलाई यता फालौँ आमामा च्याप्यो काटो क्या यति भयो यहाँ छिर्छ चौलो यहाँबाट छिर्यो यसलाई फाल्नु पर्यो फाल्नै पर्यो होइन होइन गरौँ न गरौँ ल अब यसलाई यता माथि त कहाँ फाल्ने हो लाउनु के समात्नु यसलाई फाल्ने हो कि ल फाल त गानो जाला केटा लास हेरिस यार ओए यसले त फेरि ओए यो है यस्तोमा बुलेट हालेको हुन्छ यहाँ नाच्छ कि यहाँ त ननाच्ला नि होइन नाच्दैन यहाँ थोरै यहाँबाट त छिर्यो यसलाई पनि छोड्नु खैला ल्याउनु हेर्छ जानु लिएर आउनु बाटोमा सबै मुडा बाटो छैन अब हेरौँ है त आउँछ आयो दिनुपर्छ है बाटो त फेरि यस्तो छ है बाटो है यो चाहिँ बाटो भल कटाउनलाई होला होइन भल कटाउनलाई हामीले चाहिँ भत्काइदिउँ है फेरि यो आयो कसै गयो है फेरि ओए सुलुलुलु भयो सुलुलुलु चिप्लिन्छ भन्ने नि चिप्ले के चिप्लेछ यत्रो चिप्ल्यो यार
आउन त आयो उक्ली कसरी हो एकै गियरमै छ गियरमै हजुर गियरमै छ ढुक्क त्यही भएर उताबाट हालिदिनु कि सोचिरहेको थिएँ ऊ त्यो साइडबाट होल्ड गर कला छैन ब्रेक ब्रेक मात्रै छ मात्रै उताको है ब्रेक मात्रै समातेर राखौ यता हाल्ने होल्ड गर ब्रेक मलाई दे ल यस्तो छ है गाह्रो फेरि कहाँबाट हालौँ यार भाइ यार तनाव भयो त यतैबाट हालौँ है ल नाचिहाल्छ यार मलाई थाहा पाइसक्यो यस्तो घुमिरहेको त यहाँ टायर त केही सकिन्छ भयो फर्किम यति त होला नि एक चेक हानेर आम है ल बाटो धरापमा अड्डिन्छ यत्तिकै मिरर गयो यहाँ हो यतिको त हुनै पर्यो नि अब कस्तो छ माथि अब माथि कस्तो छ है जङ्गल हो क्या यो त पुरै जङ्गल हो पुरै जङ्गल क्या यति काटेर हातमा यार कति बेला हो अघि त्यहाँ बाइक सिधै लड्किँदाखेरि थोरै बनाइदिनु थोरै उक्लिन्न यता कुना कुनाको बनाइदिएँ म त्यो गर्छु नै यता 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 यहाँबाट हाल्छु कि उक्लिन्न अब यो सल्लोको त्यो पाटो यस्तो चिप्लिन्छ यसमा यार यति भयो भने त हालिदिन्छु भाइ किन यस्तो गरेको आउँदा यसलाई हजुर किन यस्तो गरेको हो यो बाटो बनाएको अब यस्तो बिजोग छ अनि बनाउनु परेन ल भयो ल फिराइन्छु ल ल ल ल त्यो पुस अब कहाँ पुस्ने यस्तो छ के त्यस्तो अब रोयल इनफिल्डलाई अनि हन्टरलाई अब लागि यस्तो छ ताल नेचुरल टावेल है टिस्यु पेपर टावेल वाट डु यु वान कल इट होइन ल ल सुलुलुलु हेर्न होइन गयो यस्तो घुम्छ यार गयो सल्ली बिरलमा खाल्टा यस्तो सल्लाको पात सल्ली बिरल भन्छौँ हामीले चाहिँ यहाँ लोकल यस्तो छ अनि सुलुलुलु त्यही त सुलुलुलु होइन सिधै माथि टपमा पुगेर हो यहाँ पहिला हामी आयौँ र बाख्रा चलाउन पहिला गाई भैँसी चलाउन आयौँ आयौँ टपमा गएपछि सिधा छ टपमा गएपछि त बाटो नि बवाल छ क्या फेरि एकछिन त त्यहाँ त तलको हिजो भयो नि फर्किम भन्ने गरायो नि फर्किम होइन भाइ फर्किने चान्सै थिएन के त्यही त फर्किम भन्ने बनायो तर फर्केर कहाँ पुगिन्छ यार फोहोर चढाउन सजिलो हुन्छ फर्किन त यो बाटो त नो इम्पोसिबल हो त्यस्तो बाटोमा त स्वर्ग आयो जस्तो कहाँबाट हालौँ यो बाटो हो कि बोलो हो र खोलो हो के बाटो त हुँदै होइन क्या बाटोको लागि केही भन्नु छ
यत्रो नि यत्रो पनि यार यस्तो पसिना आइदियो यत्रो भयो यार यत्रो नाच्यो नाच्यो न टर्निङ पुग्छ योमा टर्निङ नि पुग्दैन के ओए आयो क्या यार माथि त कहाँ आउनु यार आयो होइन कहाँ आउनु कति बेला आउँछ र अझै टर्नै छ यार टप भ्यू देखाइदिएन टप भ्यू सर्लक्क माथि यस्तो साइड भ्यू ओए ठोक्छु यार है ओए ओए मैले उता हेर्दा पल्टाउनु होला है फेरि सुलुलु रे भाइ 360 रे यस्तो छ है बाटो चाहिँ पुरै बाटो गयो यार फेरि हिजो त गएको हिजो रुकुमकोटले खायो आज यसले डल्ले पिरलले हिजो रुकुमकोटले सातो खाइदियो आइएन अझै माथि अब लगभग आइपुग्न लाग्यो अझ 2वटा घुम्टी ऊ त्यहाँ देखिन्छ नि माथि त्यहाँ त्यो माथिको सम्म जय रोयल इनफिल्ड माता लास्ट पसिनै पसिना भयो यार म यार ल समाज त्यत्तिकै समाज केही बाल भएन हेरौँ गाडीहरू यस्तोहरू एडभेन्चर भनेको नो डट ओन्ली रोयल इनफिल्ड यो पनि हन्टर फेरि है यो त स्वर्ग हो के अरे भाइ यस्तो बाटो आउनु त तर अब त ठिक छ होला है अब त ठिक छ होला भन्ने आश मैले नि गरेको छु आश त गरौँ न आश गर्न पाइ बनकुखुरो उड्यो हामीले त पुरै नेचरलाई पनि डिस्टर्ब हानिदिन्थ्यो यार भाइ बाघ आयो बाघ पोखराको बाघ कस्तो फिल आयो नि तँलाई म्यान भर्सेस वाइल्ड भाइ म्यान भर्सेस वाइल्ड तँलाई कस्तो भाइ आयो भन्दा एकछिन यहाँ रोकौँ है रोकौँ ल चल यार देखायो कि फेरि ओभरलोड भयो नि त अब चाहिँ पावर अघि मैले त्यो क्लच यस्तो गराउने बित्तिकै आउँछ क्या ऊ त्यहाँ देखिने डाँडोनिर चाहिँ तपाईँहरूलाई थाहा छैन होला होइन यहाँदेखि माथिपट्टि पुरै गाउँ छ क्या फेरि होइन एकदम ठुलो गाउँ छ यहाँदेखि यसलाई चाहिँ बडिघाट गाउँपालिका वडा नम्बर 6 को टपको हो यो चाहिँ सुडकुडे पाखाल्दी भन्छ त्यहाँ जति पनि मानिसहरू बसोबास गर्नुहुन्छ त्यहाँ यदि कोही मान्छेहरूको मृत्यु भयो भने यतातिर लिएर गाड्ने ठाउँ हो क्या यसको नाम चाहिँ हामी चियान डाँडा भन्छौँ होइन यतातिर लिएर चाहिँ गाड्नुहुन्छ क्या अनि उता माथि वहाँ पुग्ने अहिले हामी त्यहाँ पुग्ने हामी पुग्ने बाटो चाहिँ त्यहाँनिर छ होइन अझ टपमा हो त्यो त जस्ट स्टार्टिङ हो के यतो बर्बाद हो गया भाइ ये त भाइ यहाँ त पसिना हात काट्यो तेरो होइन यस्तो ओए गोप्रो त राम जङ्गल है जङ्गलमा त्यो देख्यो नि बाटो आमा यसको तेरो हात देखा यसको हात यस्तो माया लाग्ने गरी काटेको यार थैट यो पनि हो होइन है छ थैट भुत गर्दै लिएर आएको यो बाटोमा बुलेट हाल्ने भनेर त कसैले सोच्दैन राइडर परियो जङ्गलको बेजोक छ यस्तो हावा चलिरहेको त्यो हावा सुनेर नि डर लागिरहेको पुरै सल्लो के फेरि अब यहाँ के गर्नु अब न्यु लुक निकालिदिएँ मैले एउटा यो फुट्यो के मिरर फेरि माथि वहाँ पुग्दासम्म त अनि बेजोक हुन्छ फेरि त्यही भएर मिरर निकाले चट्ट सरर गइन्छ हाल्दै भाइ यो अघि चाहिँ अब हन्टर है केटा हो हन्टर इज लभ एक्सट्रिम अफ रोड एक्सप्लोरिङ फलो ड्याडी लिडसँग चाहिँ कनेक्ट हुन नबिर्सिनु होला है को छोरा कसको छोरी यस्तै
हजुर बाटो यस्तै छ माँ बाप कहते थे रॉन्ग वे पे मत जा लेकिन मैंने तो यही चूज किया यार क्या करे टर्निङै पुग्दैन अनि हम सॉल्व हो गए वो चिप्ली निकाल्नु है यिनी ढुङ्गा केटी खेल्छ होइन यसमा अँ हेर्नु बा भेडा यी भेडा भेडा भन्ने साथीहरूलाई थाहा छैन त्यो सल्लाहको सल्लाहमा लाग्ने फल फल चाहिँ भेडा भन्छन् है सिम्ठा भेडा भेडा त्यो ठ्याक्कै भेडाको जस्तो हुन्छ क्या त्यो लुक्स होइन अँ यो त स्वर्ग हो के अरे भाइ यो बाटो त यस्तो त तलको लागि त यतिको भए त म पुरा इन्जोय डाँडो सब डाँडा काँडा देखिन्छ है यहाँबाट नि फेरि कहाँ के गर्नु यो बाटोमा अब यस्तो ढुङ्गा छ दाइ के गर्ने यार भाइ यार म त फुल फोकस छु है भाइ एकछिन है एकछिन यो त भाइ कहाँ जाने बाटो बुझ्छ होइन किन हो यस्तो छ अनि कहाँबाट तानोस् त नि ढुङ्गा यस्तो छ यार ओइ तलको त भिड त बाफ्रे डेन्जर पो छ त मान्छे त आयो है आयो फेरि त्यस्तो घुम्छ नि ओए गयो नाच्यो के यार हेर्न लिगै हाल्न नपाइने के सेट अब यहाँ नाच्छ के अरे भाइ नाच्छ यो के गरौँ भन्दाखेरि यसलाई रेप गरौँ उचालौँ अब ल बाइक एकचोटि पल्टाएर उठाएर अब फेरि स्टार्ट है त तान्छ ओए किन हो रै बिस्तारै हुन्न ठेलम ओपन च्यालेन्ज टु एमआरबी ब्लग्स राजकुमार थापा मगर मै राइडर हो भन्छ नि होइन राजकुमार थापा मगर ओपन च्यालेन्ज फर यु तल देखिराख नि तल म हन्टरमा आएको होइन हन्टरमा रोयल इनफिल्ड इफ यु आर रियल राइडर कम टु बागलुङ बडीगार्ड कन्ट्याक्ट मी डिएम मी म लिएर आउँछु यो ठाउँमा तिमीहरूलाई रियल एडभेन्चर यहाँ छ यहाँ है सिसन बानी दाइ पनि इफ यु आर वाचिङ दिस भिडियो काइन्डली रिक्वेस्ट यु टु जोइन मी यो ठाउँलाई हेर्नु पऱ्यो क्या प्रमोट गर्नु पऱ्यो क्या हाइट उहाँ कहाँबाट आएको हामी तल देखिँदैन अहिले त एक्सट्रिम मैले हन्टरमा हो मैले दुई तिन ठाउँमा लडाएँ तर यहाँ छ तिमीहरूको डट जुन छ नि डट त्यो डटलाई यहाँ लिएर आउनु पऱ्यो क्या मेरो पिओभी त्यही हो ल रुक्क ल तलबाट हिँड्दाखेरि घरदेखि हिँड्दा चाहिँ पुरै घाम लागेको थियो अहिले माथि आइपुग्नसम्म त यस्तो छ यी मौसम पुरै पानी मे पानी हो गई है कस्तोबाट आइयो दिएन अनि यस्तो एक्सट्रिम बाटो बाफ्रे कसैले सोच्दा पनि सोच्दैन हौ यस्तो बाटोमा हाल्छु भनेर त यार यस्तो एक्सट्रिम बौला पारा यो त यो एकदम फुल बौला हो बौला भन्दा नि वाइल्ड के वाइल्ड दिस इज हाउ वी डु एज वी कल लफङ्गो होइन हामी फ्रीको फ्री एक्सट्रिम अफरोड मात्रै गयो भने रातो माटो चिप्लो बाटो रातो माटोमा खाल्टो अनि अरे यहाँ त्यो इन्डिरो सिन्डिरो राइट साइड छोड्दै केटा हो त्यो पानीमा गएर नचाएर केही खुल्किनेवाला छैन यता आइज यता पानीमा गएर एक्सट्रिम छ नि एक्सट्रिम हाम्रो एक्सट्रिम इनर्जी ड्रिङ्क हो त्यो एक्सट्रिम इनर्जी ड्रिङ्कलाई पनि हो यो यस्तो ठाउँमा गराउनुपर्छ राजा प्रमोट गर्नु छ भने यस्तो बाटोमा आउने अनि बल्ल पानीमा
घुमाएर के हुन्छ र दिस इज वाट वी कल एक्सट्रिम रियल एडभेन्चर रियल एडभेन्चर बाटो छैन यार मान्छे हिँड्ने बाटो हो हिलो भन्छ भने हिलो ढुङ्गा भन्छ भने ढुङ्गो के चाहियो पानी भन्छ भने पानी रातो माटो चिप्लो बाटोमा खाल्टो त्यसै माथि त लड्किने सल्ली बिरलो के चाहियो के चाहियो यस्तो त छ यी बाटो यार अब त्यहाँ ब्लक छ ब्लक छ अब यहाँ खोल भाइ यस्तो छ यी पुरै के हात खुट्टा त यो इन्जिन बुलेट यो इन्जिन जस्तो गरेर राख्ने भाइ त्यस्तै गरेर राख्नु यो हात खुट्टा लग यस्तो छ बाटो भन्ने कि के भन्नु यसलाई अब चलो भाइ आज आओ हेर्न यहाँ यस्तो छ यी जोते जस्तो छ यार यी जोतेको होइन त यो हेर्न अगाडि लिक्यो अनि चिप्ल्यो भने के हुन्छ चलो भाइ एक्सट्रिम आर्टिफिसियल हडल होइन पानीमा आर्टिफिसियल हडल बनाउने यी हडल यस्तो हुन्छ यी बाटोमा बनाउनु पर्दैन के आर्टिफिसियल हडल त बनाउनै पर्दैन यसरी खोजिन्छ बाटो ल भाइ रुक्नु है यहाँ नाच्छ यार ल ल्याउनु ओके यो चाहिँ यो घर बङ्गालोहरू बनाउने दार काटेको है यो फेरि ठ्याक्कै एल्टिट्युडको कुरा गर्ने भने ठ्याक्कै सरङकोटको एल्टिट्युड हो क्या यो ठ्याक्कै सरङकोट अझ हाई होला सरङकोटभन्दा थोरै माथि होला अझै ल फाइनली इट्स डन एक्सट्रिम अफरोड भन्ने हो कि डेथ इन ह्यान्ड्स भन्ने हो कि त्यहाँबाट फेरि फुस्क्यो भने नि सिधै खोलामा हो कि न जिन्दगी न बाइक न मान्छे हेलो त्यही भएर हजुर त्यही भएर कुरा यस्तो छ नि हाम्रो केटाहरू फेमस सब्सक्राइबर्सहरू बोकेर मेरो बसिरहेको मेरो प्रिय पूजनीय दाइहरू यु आर हार्डली वेलकम हियर है मैले ट्रिगर हान्नलाई नै बनाएको भिडियो हो होइन मेरो ठाउँ हो मैले पाएँ त होइन मैले गरेँ त अनि बट वान थिङ रोयल इनफिल्ड इज लभ हेभी मसिन 200 केजी होला केही नभने हन्टर होइन त्यो बाटो डट त 100 केजीको हुन्छ केटा म त उहिले हानिदिन्छु त्यो बाटोमा डट पायो भने त मजा गरेँ होइन अनि फेरि सेफ्टीको कुराहरू चाहिँ 500 को ग्लभ्स लगाएको मैले के अरे यो गोल्ड स्टारको सुज हो जिन्सको प्यान्ट हो टी सर्ट हो अनि यो नी प्रोटेक्ट होला भनेर यो नी र सनले नथिङ मोर यहीँसम्म गर्छु अब यहाँ मेरो थोरै कामहरू छ यहाँ माथि अब यहाँबाट 360 हानेर झर्ने अब त्यो झर्ने बेलामा पनि के देखाउने यत्रो एक्सट्रिम गरेपछि त्यो त झारेझुरी कुरा हो सबैलाई माया छ सबैले माया देखाउने होला अनि यो भिडियोलाई चाहिँ सेयर हान्नु होला कि हाम्रो केटाहरूको टक्क इनबक्समा जानु पऱ्यो कि यो भिडियो यामार्बी राजकुमार सिसन बानिया सुरक्षा अरू त खै अरू त दिमागले भ्याउँदैन जसलाई भ्यायो है ल सबैलाई माया छ पोखरामा हाम्रो म गुरुङलाई पनि ल आउने हो भने म त्यही छु लेखनाथमा आइज यही गाउँ मान्छेले चलाउनु सक्दैनन् भने अब नयाँ गाउँ ल्याइछ दुईवटा भाइले बाइक लिएर आयो गाडी जान जान्छ तर यस कुरामा अलि रिस्क छ है बाटोकै यहीँको मान्छेले ल्याउनु डराउँछन् त्यो बाटो डराउँछ के यार त्यस्तो गरेर के खतरा हामी बाइक अर्कै रहेछ छोटो बाइक आउनु नि टिकट आउनु नि ठुलो बाइक रहेछ आउँछ ठिक छ